आउनु भएकोमा डोजर सुरेश भाइकोमा डोजर चलिरहेको छ। ढुङ्गा चाहिँ बेसी परेछ। भने यो चिन्ने काम चाहिँ भएको होइन भने यहाँबाट हाम्रो कतिसम्म पुग्दो रहेछ त? कहाँसम्म? अस्ति आउने टोलीले भन्यो सुब्बाको घर भनेपछि कस्तो 3 करोड हो क्या? होइन 3 करोड त अब भन्दा पो 3 करोड पाउने त 2 सवा 2 होला। भलै सुब्बाको घर भन्नेले कहाँ पर्यो? सुब्बाको घर भन्नेले कहाँ ए ढुङ्गे खोलासम्म हो? होइन त्यो नाप्नलाई अब 3 किलोमिटर हुने भनेका के अरे भन्न 2 किलोमिटर भयो भने सुब्बा घरमाथि चाहिँ जान्छ। कहाँसम्म? त्यति 1 किलोमिटर कहाँ हुने? अलिक माथि होला नि। होइन अब त्यो हामी सरपञ्चले नापेको 1 किलोमिटर। ल आज 2082 साल माघको 16 गते शहीद दिवस त्यो दिन चाहिँ गाउँ चाहिँ पम्दर खाल्टाबाट गइयो। अहिले झर्दाखेरि यताबाट झर्न लागेको काम चाहिँ यहाँ भइरहेछ। चिन्ने काम चाहिँ भइरहेछ। यो यहाँनिर बनाउनु त माथि तलैबाट बनाउँदो रहेछ तर यहाँबाट यो चाहिँ यहाँ सुरु गरेको रहेछ। ल अब हामी लाग्यौँ चाहिँ अब अन्तिम तीनटा हिल पाइप लगायो। यो तेस्रो तीनटा लाग्यो। यहाँ चाहिँ हिल पाइप माथिको सम्पूर्ण पानी चाहिँ यहाँबाट तल बगाउनलाई रहेछ। अब 3टा पाइप लाग्यो। अब यो लगाएपछि बल्ल सम्झाउने हो। यो तल चाहिँ पर्खाल लाउँदैछ यहाँ बाटो चाक्लाउनलाई। उता माथितिर चाहिँ खेत बारी भएकोले गर्दाखेरि यतातिर चाहिँ बाटो चक्लाउनलाई यता चाहिँ यो पर्खालहरू लगाएको छ। निकै अग्लो बनाएको छ पर्खाल बाटोको लागि। अब यहाँ पुर्ने होला। अब त्यो उताको त्यो बिजुलीको पोल चाहिँ हटाउँछ। बिजुलीको पोलको उतातिरसम्म चाहिँ बाटो चक्लाउँदैछ। यता सफा गर्न भएन। अर्को सानो खाले आउने रे तार भएर भएन। अब त्यो सानो पछाडिकोले गर्ने रे सम्झाउने काम हुने 6 भइसक्यो। बाटो हाम्रो जहाँ गाउँ जाने बाटो सोलिड भएछ। कस्तो गाडी पनि कार ल्याए पनि जे ल्याए पनि मजाले जान्छ यो बाटो। के खोला भन्छ पुरैलाई? बनाइ छ हामी सबै टोकेलीलाई के खोला भन्छ भनेको? यो स्कुल डाँडाबाट आउने पैसा हो। यो चाहिँ लास्ट मुन्डिङ होइन? यताबाट चाहिँ यतिसम्म बन्ने रहेछ हाम्रो बाटो। तर अरूभन्दा नि उकालो कति नदेखेको क्या है। अझै यो त मिलाउने छ नि त है ब्यालेन्स यहाँ के यो माटो फाल्छ नि अझै है। पहिलेको पनि तैँले भाइले गरेको के अरे पहिलाको हाम्रो यहाँ टोर्के जाने बाटो उकालो नदेखेछ त अन्त है। हेर त कति राम्रो देखेछ त अन्त सरर परेछ त भाइ बाटो त। अहिले त चुसिने कति थिए निकालिदिँदा छ र उहाँको माटो ल्याएको
अन्त यो बनाएपछि त छुट्टै हुँदो रहेछ तपाईँ यो त अन्त पोस झन् क्रेन क्रेममा अहिले गयो पनि तैँले अहिले गरेको के अरे पहिलाको हाम्रो यहाँ टोर्के जाने बाटो यहाँ नि काहीँ त बनाएको उकालो नदेखेछ त अन्त है हेर त कति राम्रो दिएछ त अन्त सरर परेछ त कति बाटो त अहिले त चुसिने कति दिए निकालिदिँदा छ र उहाँको माटो हो यहाँ ल्याएको ठुलो बच्चाको यहाँ ल्याएको पारेर सायद यो बाटो पनि सरै भन्छ है अब यहीँसम्म माथि जानु होइन जानु कि त आइके अप्ठ्यारो छ क्या हाम्रो गाउँ जाने बाटो है उकालै दिएछ नि त अन्त दिएछ नि कि अन्त यो बनाएपछि त छुट्टै हुँदो रहेछ तपाईँ यो त